ल आज मिति 2083 साल वैशाख 16 गतेका दिन लघु उद्यमी कृषि सहकारी संस्थाको तर्फबाट किला काँटी चेक गर्ने क्रममा अस्ति हामी चेक गरेर गएका थियौँ हाम्रो बिमला विष्टको घरमा। यो गाईलाई किला काँटी छ भनेर डाक्टरले प्रमाणित गर्नुभएको थियो र आज हामी तान्दैछौँ। अब हामी यस पछाडि यहाँ जस्ताको तस्तै तपाईँहरूलाई देखाउने जमर्को गर्नेछौँ। हामी तानिरहेका छौँ। अब हेरौँ केही आयो कि आएन। ल यहाँ हेर्नुहोस् बहिनी, लु त यहाँ एउटा पानी लिएर आउनु। पानी 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 आइसक्यो आउनु न यहाँ। ल यहाँ हेर्नु त अब हामी के आएको छ। यहाँ अलिकति भिड भयो, हामी बाहिर गएर यहाँ एउटा देखाउँछौँ। भिडियो काट्नु नभन्नु होला, हामी यहाँबाट गएर देखाउनका लागि गएका है। भिडियो काटेको गरेको केही छैन। एकछिन चुकाउनु, यता छ, यता आउनु, यता 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 यहाँ आउनु। ल हेर्न यहाँ आउनु त, यहाँ आउनु त बहिनी, तपाईँ उतै जानु त। लु उठेको त्यो हात थाप्नु तपाईँ। टिनको कभर पनि छ। वासरको वासर एउटा एउटा थाप्नु, एउटा हात दुईटा पर्दैन, एउटाले हुन्छ। सिधा थाप्नु ल। यो टिनको वासर रहेछ, वासर एउटा टिन ठोक्ने काँटीको छाता हो त्यो। यो मसिना काँटी रहेछ नि, यो कुटी काट्दाखेरि तार काटिएको छ। देख्दै हुनुहुन्छ नि तार काँटीहरू। अब अर्को वासरको दुईटा वासर खाएको रहेछ। टिनको काँटीको छाता भनौँ न, छाता। अरू मसिना काँटीहरू, धुजा काँटीहरू धेरै रहेछ। ल यो चाहिँ हाम्रो बिमला विष्टको घरमा है। यो मिक्लाजुङ 8 तोरीबारी, हाम्रो सङ्गम चौकदेखि ठ्याक्कै पूर्वपट्टि हाम्रो सहकारीको छेउमा। यहाँहरूलाई हामीले यसरी देखाइरहेका छौँ। सबै ठाउँ हेर्दै जानु होला। हामी यसै गरेर निकाल्नेछौँ। अनि कस्तो लाग्यो तपाईँलाई? खुसी लागेको छ। रस आउँदो रहेछ नि, गर्दा त केही हुँदो रहेछ नि। ल धन्यवाद तपाईँहरूलाई। हस् ल आज यति देखाएँ है।